खत्तम भइगयो नि के हो यार यस्तो यो ठुक्कमा टोक्ने गाइस यही खोजेको छ्यामा टोक्ने हेलो एभ्रिवान गुड इभिनिङ वेलकम ब्याक टु द न्यू अनदर भ्लग तपाईँहरूलाई स्वागत छ आजको न्यू भ्लगमा अनि आज चाहिँ फेरि भ्लग के छ भने तपाईँलाई थम्बनेल देखेर थाहा पाइसक्नु भएको छ अनि हामीलाई टक्क डक्टर चाहिँ बाइक चाहिँ हामीले यहाँ कोरियाएर चाहिँ किनिसक्यौँ सो एउटा चाहिँ हिजो डेलिभरी भइसक्यो अहिले चाहिँ अब दुईवटा फेरि हुँदैछ समथिङ हामीले 6 लाखको डक्टर बाइक किनिसकेको छौँ तपाईँले कुन बाइक भनेर तपाईँले थम्बनेलमा देखिसक्नुभयो होला है सो त्यही नै हो होइन एकदमै बवाल रहेको छ सो अनि आज चाहिँ फेरि डेलिभरी भइसक्नु पर्ने अहिले तर अहिलेसम्म भएको छैन हामी चाहिँ कामबाट आएर वेट गरिरहेको छौँ अनि यहाँ साथीहरू चाहिँ गेम बल खेल्दैछ फुटबल सो त्यही नै हो एकदमै बवाल छ आएपछि तपाईँहरूलाई चट्ट पारामा देखाउने छु है त सो किप वाचिङ है ल गाइस डक्टर बाइक हाम्रो फाइनली आइसक्यो है सो वाइटबाट दामी रहेछ र दुईवटा डक्टर बाइक आएको छ अब यसलाई एसेम्बल गर्नु छ गाइस है फाइनली हामीले यहाँ आउनुको लागि चाहिँ 1 घन्टा जति कुरिबस्यौँ यहाँ कुरेर बस्यौँ अहिले रङबाट मगाएको समथिङ यो चाहिँ प्राइस भन्दाखेरि अघि तपाईँहरूले थाहा पाइसक्नुभयो होला माथि थम्बनेल देखेर सो यो चाहिँ हाम्रो पर कोटा चाहिँ 2 लाख परेको छ यो चाहिँ 1 लाख यहाँको 2 लाख त्यहाँको 2 लाख यहाँको 2 लाख यो चाहिँ हिजो आइसकेको हो यो चाहिँ हिजो हामीले एसेम्बल गरिसक्यौँ यो ब्ल्याकबाट यो फेरि चाहिँ वाइटबाट हामीले मगाएको सो यहाँ जम्मा जम्मी 6 लाखको बाइक चाहिँ आइसकेको छ यो चाहिँ फेरि डक्टर बाइकहरू तपाईँले नाम पनि देख्न सक्नुहुन्छ है अब चाहिँ भयङ्कर आउनेवाला छ भ्लग सो भ्लग चाहिँ योभन्दा धेरै पछाडि लङ टाइमबाट चाहिँ यो मैले भ्लग गर्दैछु सो लङ टाइम भयो अब कस्तो लाग्छ है तपाईँले माया गरिदिनु होला सपोर्ट गरिदिनु होला अब बानी नभएर बोल्न पनि कस्तो कस्तो अड्केर बोल्छु है सो अब चाहिँ ट्याक्कसँगले एसेम्बल गरेर भेटौँ है त अहिले छिन्छ ल गाइस फाइनली टेस्ट राइड पनि भइसक्यो है ओ माई गुडनेस एनिम से हाई सो यो चाहिँ हाम्रो चाइनिज दाइ हो होइन चाइनिज दाइ हाम्रो कम्पनीको एकदमै हुनुहार दाइ हो यहाँ हामीसँगै काम गर्ने अनि ड्राइभर दाइ पनि भन्छौँ हामी मोटे दाइ सो एकदमै बवाल छ यहाँ हाम्रो मेरो चाहिँ बिग्रिरहेको थियो होइन अनि यसले बनाइदियो मोटे दाइले बनाइदिनु भयो सो डक्टर कस्तो छ त लुक्स गाइस दामी दामी गाइस दामी 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 गाइस दामी ए केटाहरूको हेर है खुसियाली यहाँ बनाइरहेछ है ल के अब टेस्ट राइड हान्नु है ल गाइस हामी अहिले चाहिँ टेस्ट राइड जान्छौँ होइन सो थोरै चाहिँ अब लामो हुनसक्छ म छोटो गर्ने कोसिस गर्छु सो गाइस अब हामी चाहिँ फाइनली हिजो चाहिँ सबै एसेम्बल गरियो होइन डक्टर बाइक सो आज चाहिँ हामी टेस्ट राइड गर्न जानेछौँ हिजोको पनि थोरै क्लिप हाल्छु तर हिजो चाहिँ अलिकति रात पऱ्यो है अहिले चाहिँ हामी फुटबल पनि खेल्न जानु आँटेको त्यसको कस्तो हुन्छ राइड पनि गरौँ नि त तर यहाँ आएर हिजो एकछिन चलाएको लास्टै पेन फिल भएको छ है थाइहरू एकदमै दुखिरहेको छ सो अब चाहिँ हामी यहाँबाट हिँड्यौँ है त ओके गाइस हामी चाहिँ अब टक्कसँगले टेस्ट राइडमा हिँडिसक्यौँ दुईजना पर देख्न सक्नुहुन्छ
सर र गलिँदो रहेछ गाइज यार म त गलेँ या छन्छनी खराको हो गाह्रो भयो गाइज यार आमामा गाह्रो भयो गाइज यार आमामा सो राजकुमार थापाको चाहिँ भन्दाखेरि डिस हाने जस्तो हुन्छ राजकुमारको 5 लाखको साइकल र मेरो 2 लाखको साइकल उस्तै होला सायद बल खोइ बल सो अब यहाँदेखि कति मिनट लाग्छ हेरौँ है केटाहरू अगाडि छ अन्त सर पछाडिबाट जाँदैछु तर कस्तो सबै उबाट देखिँदो रहेछ यार भ्यू मजाले देखेन यार भ्यूै देखेन नि ताया सी बलङ्गे भ्यूै देखेन नि यार कस्तो खत्तम भइगयो नि के हो यार यस्तो यो ठुक्कमा टोक्ने गाइस यही खोजेको छ्यामा टोक्ने छ्या कस्तो यार गाडी आइरहेको छ म पर गएर अब बनाएर लान्छु है अब यसरी हिँडेर लानु पर्यो यार हाय शिवलङ्गे सो गाइस फाइनली मैले बनाइसकेँ आइया यार कस्तो दिमाग खराब गरिदियो यार 2 लाखको भन्यो यार मेरो बाइक बाहिरले खुस्किरहेको क्या अब चाहिँ बबाल हान्नु पर्छ है गाइस अब चाहिँ डेली भ्लग आउनु सक्छ डेली नभए पनि हप्तामा एकचोटि एउटा जति चाहिँ भिडियो विकमा आउँछ होइन गाइस हान्नुपर्छ है दामी तरिकाले फाइनली गाइस यार फुटबल ग्राउन्डमा त आइपुगिसक्यो तर फेरि माटो फिलिङ गर्नु आँटेको रहेछ यार दिमाग खराब तर खेल्नु त मिल्छ अब पोल छेउछेउमा राखिदिइरहेको छ यार ल यहाँ हेर्नु त माटो फिलिङ गर्नु आँटेको छ यो चाहिँ अलिक ठुल्ठुलो चक्कर जस्तो फिलिङ गरे रहेछ यो चाहिँ मसिनो यो लाएर चाहिँ कार्पेट लाउने हो कि जस्तो लागिरहेछ आई थिङ्क होइन छ यार आज खेलाइ नहुने भयो नि गाइस यार खै बिल्कुल नराम्रो फिल भयो यार लास्ट चाहिँ यार भयङ्कर खेल्नु मन लागेको थियो ओ माई गुडनेस यार छ्या छि शिपाल खेसेकी यार यो भएन यार हेर्नु त हाम्रो पोस्ट छेउमा माटो थुपारिदिएको यार माटो फिलिङ गर्नुको लागि चाहिँ रहेछ यो पुरै माटो यो चाहिँ अहिले चाहिँ अलिक गरगरी ढुङ्गा जस्तो त्यो चाहिँ एकदम मसिनो माटो छ सो हाम्रो बाइक चाहिँ यस्तै छ है
डक्टर बाइक अरे है कस्तो लाग्छ है ल कस्तो सो त्यही नि हो गाइसहरू है हेलो हेलो कस्तो लागिरहेको छ त आज हेर्नु त ल माटो रहेछ यार छ्या कहाँ खेल्नु र अब यहाँ हान्नु भने खै त उता खाली छ उता हान्नु ल सुत्ता हान्नु पऱ्यो भने हान्ने हो म हान्छु नि त चट्टा पार्न ल गाइस आजको भ्लग यहीँसम्म एकदमै चाहिने होइन माया गरिदिनु भएको छ थ्याङ्क यू सो मच है आउने दिनहरूमा एकदम राम्रो राम्रो भ्लग आउनेवाला छ सो मेरो कमजोरीहरूलाई तपाईँले भनिदिनु होला अनि माया गरिदिनु होला सो थ्याङ्क यू सो मच अब नेक्स्ट भ्लगमा भेट्नेछु आजको लागि यति नै सो लभ यु अल टेक केयर बाई